गाइस अस्ति मैले तपाईँहरूलाई देखाएँ नि यो कुकुरको नानीहरू हेर्नु त यत्रो तपाईँ छ यो हिजो अस्ति यहाँनिर बनाएको हो अहिले हेर्नुहोस् त कस्तो भइरहेछ यहाँको हालत झोडी गाडीतिर पछि जान्छ त के भएको यस्तो अब यो अलिक पछि त यहाँनिर त यो रोडै डल्लै चुडाउँछ होला इन्द्रेणी फल्स कहाँ हो भनेर तपाईँहरू भन्नुहुन्छ हुन्छ है गाइस यही बाटो जानुपर्छ इन्द्रेणी फल्स यो हाम्रो घर जाने बाटोमा पर्छ है तान्छ कि हो यहाँको हेर्नुहोस् त हो सनसेट भ्यू चाहिँ कस्तो दामी देख्छ भने चाहिँ नि यहाँ पारि हेर्नु त हो डाँडा देख्छ दामी देखिन्छ दामी देखिन्छ ओहो जलुकहरू चाहिँ अझै पनि खोलिएको छैन है So hello and namaste everyone, it's me Sanjay Suba once again welcome back to my new another vlog. I hope तपाईँहरू सन्चै नै हुनुहुन्छ होला अनि मेरो भन्नुपर्दा म पनि सन्चै नै छु है सो सबैजनालाई ह्याप्पी दीपावली है सो अहिले भने चाहिँ म चाहिँ घर जानुको लागि रेडी भइसकेको छु मैले सबै सेटअपहरू गरिसकेको छु मेरो ब्याकप्याकहरू पनि रेडी भइसकेको छ है ल त गाइस अहिले मोटो ब्लगमा भेटौँ है ल त गाइस अब चाहिँ निस्क्यौँ है घरतर्फ अनि सबैजनालाई ह्याप्पी दीपावली है ओहो बस पाउँदैछ त परदेखि बिहान आज चाहिँ 5 बजेको सिफ्ट गएको नि त होइन गाइस 5 बजे निस्केर चाहिँ गएको बिहानको अनि 2 बजी टक्कै आइपुगेको थिएँ है 45 को जानेहरू चाहिँ अहिले 3 बजी आउट हुन्छ सायदैमा बहिनीहरू भर्खर निस्किँदो रहेछ है ल गाइस हाम्रो चाहिँ यहाँनिर है बाटो अलिकति सानो छ है यसरी गाडीहरू निस्किन्छ किनभने चाहिँ तल्लो बाटो NS ट्रेन चाहिँ अहिले बाटो तल भत्केर चाहिँ है म्याक्सिमम् यही बाटो हिँड्छ रेसी बाटो तारमैलको यहाँनिर पनि कलपोर्ट बनाउँदैछ है यसरी कन्स्ट्रक्सन चल्दैछ बाटो चाहिँ सानो रफ छैन नि हौ यहाँ पर झन् जुबिन्डसको त्यो उकालोमा त टक्क भइरहेछ बसहरू चाहिँ उयो उकालो नचढेर चाहिँ सबै बसहरू चाहिँ यतै पार्किङ गरेर राख्छ है धुलो हेर्नुहोस् त केही सक्दो धुलो त त्यही माथि कालो लुगा लगाइरहेको छु गाइस आज चाहिँ धुलोले तान्छ कि हो कहाँको यता मास्क पल्टिरहेछ साइडमा ऊ अर्कोको साइडमा ल बिसाइ जा ल सो गाइस तपाईँहरूले देखिहाल्नु भयो होला है हाम्रो यो जुबिन्डोसको उकालो चाहिँ कस्तो चाहिँ थियो है अब झन् यो विन्टरमा चाहिँ धुलोले यस्तो हरामी धुलो उड्छ कि अब बाइक गाडीहरू सबै त्यही धुलोमै फसिन्छ जहाँ पाए त्यही कन्स्ट्रक्सन चल्दैछ अन्त यहाँको पनि बाटो त अहिले त त्यस्तै भइरहेछ नि यो हिजो अस्ति यहाँनिर बनाएको हो अहिले हेर्नुहोस् त कस्तो भइरहेछ यहाँको हालत
तोरीको यहाँ लगाएको जस्तो लगाइदिनुपर्छ नि त्यहाँ पनि दामी भइहाल्छ त सो गाइज अहिले भने चाहिँ म चाहिँ रोडेथाङ आइपुगिसकेँ है तपाईँहरू साथैमा है मेरो प्रिभियस भ्लगमा धेरैजना कन्फ्युजन हुनुभयो जस्तो लाग्यो है अस्ति हाम्रो साथीको है फेयरवेलको जुन चाहिँ भ्लग थियो है त्यसमा है अनि त्यसमा चाहिँ एकजना साथीको चाहिँ हाम्रो बर्थडे सेलिब्रेट गरेको थियौँ अनि एकजना साथी चाहिँ हाम्रो फेयरवेल पार्टी थियो है त गाइज त्यसमा सो तपाईँहरू कन्फ्युज नहुनु होला है सो अहिले भने चाहिँ रोडेथाङ आइपुगिसकेको छु है म चाहिँ यहाँदेखि चाहिँ ओह्रालो लाग्नुपर्ने हुन्छ है मलाई चाहिँ यहाँदेखि ओह्रालो जानुपर्ने यो देख्नु हुँदै गरेको चाहिँ सिप्ला कम्पनी है इन्द्रेणी फल्स कहाँ हो भनेर तपाईँहरू भन्नुहुन्छ भने चाहिँ है गाइस यही बाटो जानुपर्छ इन्द्रेणी फल्स यो हाम्रो घर जाने बाटोमा पर्छ है सो तपाईँहरू पनि आएर भिजिट गर्नु सक्नुहुन्छ है अहिले जाँदाखेरि म भएछ भने तपाईँहरूलाई अलिकति त्यहाँको पनि क्लिप देखाउने छु है रोडेथाङदेखि चाहिँ 15 किलो 4 किलोमिटर जस्तो उकालो जानुपर्छ होला हौ गाइस यहाँ हेर्नुहोस् त है कस्तो चाहिँ भइरहेछ रोडहरू बिग्रेर भत्केर यहाँ चाहिँ खप्पै लिएर गएछ यो पानीले चाहिँ है यो पानी चाहिँ गाइस यो तपाईँहरूले इन्द्रेणी फल्सको जुन चाहिँ है भिडियोहरू देख्नुहुन्छ रिल्सहरू देख्नुहुन्छ नि हो त्यही पानी चाहिँ यो यहाँनिर है त्यो पानीले चाहिँ यहाँनिर यसरी रोड उधालेको अब यो अलिक पछि त यहाँनिर त यो रोडै डल्लै चुडाउँछ होला यहाँनिर है यहाँ माथि हेर्नुहोस् त यो यस्तो भएको छ है पहिरोहरू गएर है यहाँ हेर्नुहोस् यस्तो भइरहेछ यहाँको बाटो चाहिँ अहिले त्यो बाटो जान्छ तपाईँहरूको इन्द्रेणी फल्स चाहिँ है घुम्नु नै आइरहेको छ 250 लिएर यो बाटो भएर जान्छ उता इन्द्रेणी फल्स खास मेजो पहिरो चाहिँ यहाँनिर आएको थियो गाइस अस्ति है यो रोड चाहिँ केही थिएन कसो गरेर चाहिँ खोल्यो है यहाँ माथि हेर्नुहोस् त कि भइरहेको यो रोड चाहिँ केही थिएन हौ कसो गरेर डोजरले त सफा गरेको झोडी गाडीतिर पछि जान्छ त के भएको यस्तो रोडै त्यस्तो छ है सो गाइस अहिले भने चाहिँ म चाहिँ घर आइपुग्नु आँटेको छु है म पहिला चाहिँ मौलामाथि एकछिन पुगिराख्नु पर्नेछ त्यहाँदेखि चाहिँ म सिधै घर जान्छु होला है त गाइस है अनि हाम्रो गाउँको बाटो चाहिँ यस्तै छ है अस्ति पनि मैले है हाम्रो रोडको कन्डिसन तपाईँहरूलाई देखाइसकेको थिएँ है के गर्नु यस्तै त छ पुरा भुतभुते खाल्छ नि हौ गाइस खतरा डरलाग्दो अफ रोडिङ भएको छ अहिले चाहिँ झन् यो विन्टरले गर्दाखेरि चाहिँ नि धुलोहरू चाहिँ यस्तो डरलाग्दो छ कि अस्ति चाहिँ हिलो अब अहिले चाहिँ धुलो यहाँदेखि चाहिँ ओह्रालो जानुपर्छ तर मलाई चाहिँ
उता मामा घर जानुपर्ने छ है। त्यो भएर चाहिँ यहाँदेखि तेर्सो जानुपर्छ है मामा घर जानुको लागि। यहाँ बाटो बनाइदिएछ अहिले चाहिँ। अस्ति कस्तो डेन्जर भएको थियो है। एकताल पटो पुगिराखेर है। वाउ तल हेर्नुहोस् त सनसेट कस्तो दामी देख्दैछ। मेरो मामाको घर चाहिँ यहीँनिर हो है। कोही छैन रहेछ, बोजू मात्रै होला। गाइस अस्ति मैले तपाईँहरूलाई देखाएँ नि यो कुकुरको नानीहरू हेर्नु त यतै त भएछ। कुचु 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 आइज ल ल गाइस है अहिले भने चाहिँ म चाहिँ मामाको घरमा आइपुगिसकेको छु है। अब यहाँदेखि चाहिँ म एकछिन यहाँ बसेर चाहिँ तल जानुको छु। अनि यहाँको हेर्नुहोस् त सनसेट भ्युज चाहिँ कस्तो दामी देख्छ भने चाहिँ नि यहाँ पारि हेर्नु त डाँडादेखि चाहिँ दामी देखिदिन्छ है, दामी देखिदिन्छ। ओहो जलुकहरू चाहिँ अझै पनि खोलिएको छैन है कि। हाम्रो बोजू हो भाइ, बोजू सेवारो सेवारो बोजू सेवारो पनि भन्दैन। र गाइस है मैले यहाँनिर बोजूहरूसँग नि भेटिसकेँ। अब यहाँदेखि निस्किँदै गरेको है। यहाँ फेरि एकताल सनसेट भ्यू हेर्नु न सल्लाह। मलाई चाहिँ नि यहाँ आउनु चाहिँ यही मजा लाउँछ, यही मजा लाग्छ है। सनसेट भ्यू हेर्नु कस्तो मजा आउँछ है। हेर्नुहोस् त दुईटा छोरा दुईटा छोरी रहेछ नि त। ल अस्ति मैले सानो रिल्स बनाएको थिएँ है, साथीहरूले पुरा मन पराएछ, मागेको थियो। अहिले चाहिँ कुद्ने अलिक कुकुर यहाँ ऊ दुध त छोडेको छैन यिनीहरूले। अलिक ठुलो भयो नि म त। ए हो ए बाई बाई। ल माइजू चाहिँ यहीँ जाँदो रहेछ हो। ल त्यसरी आउनु ल बिस्तारै। ल ल त गाइस अब चाहिँ म चाहिँ घर पुगिसकेको छु है। सो है बाटो चाहिँ यस्तो छ। यो चाहिँ पहिला कस्तो थियो है, अहिले अलिकति यहाँ माटो साटो लगाएर बनाइदिएछ है। सो म सेफली घर पुगेँ है गाइस। सबैजनालाई वान्स सेकेन्ड ह्याप्पी दीपावली है। सो अब भोलिको नेक्स्ट ब्लग चाहिँ के हुन्छ है हेरौँ। भएछ भने गर्छु है, भएन भने चाहिँ किनभने चाहिँ अब हाम्रो दीपावली यो बाजी छैन र त्यो हुनुको कारणले गर्दा चाहिँ भएछ भने गर्छु, भएन भने चाहिँ गर्दिनँ है। ल त गाइस बाई, see you in the next vlog.